चिसो मौसम भएको भएर स्टक अलि बढी भएको भएर होला केरा 2 किलोको दाममा 6-7 किलो केरा भेटाएँ मैले। अनि मैले स्मुदी अलि फ्रिक्वेन्टली खाने भएको भएर केरा पिल गरेर फ्रोजनमा राखेपछि स्मुदी खान हुन्छ भन्ने हिसाबले पिल गरेर फ्रोजनमा राखेँ र बोक्रा जम्मा गरेँ। अनि बोक्रा फेरि अहिले बारीमा बोट बिरुवामा प्रयोग गर्दा राम्रो पोसिलो हुन्छ भन्ने सुनेको थिएँ। यसमा पोटासियम, फस्फोरस, क्याल्सियम के पाइन्छ भन्ने सुनेको थिएँ। यसको प्रयोग धेरै तरिकाले गर्छन् मान्छेहरूले। कसैले डाइरेक्ट माटोमा गाड्छन्, कसैले सुकाएर धुलो बनाएर पनि जरामा राखिदिन्छन्, कसैले चाहिँ पानीमा भिजाएर गर्छन्। मैले चाहिँ पानीमा भिजाएर 24 घन्टा नै 48 घन्टाभन्दा बढी पानीमा भिजाइसकेपछि त्यो हल्का गाज निस्क्यो। गाज निस्केपछि अब केराको बोक्रामा भएको तथ्यहरू त्यो पानीमा गयो। अनि त्यो बोक्रालाई छुट्टै निकालेँ मैले। अनि यो बोक्राको चाहिँ छुट्टै प्रयोग गरेको छु। यो फेरि अर्को भिडियो बनाएर देखाउने छु। अनि यो पानी चाहिँ मैले यता छुट्टै राखेको छु। पहिला मैले केराको बोक्रा राख्दा पानी घाममा राखेको थिएँ र अहिले चाहिँ पानी मैले शीतलमा राखेको छु। र यसलाई मैले डिब्बामा भरेर स्प्रे डिब्बामा भरेर अनि बिरुवाको जरामा र पातमा छर्कने छु। र यसले विषादीको काम पनि गर्छ भन्ने सुनेको छु। हेरौँ कस्तो इफेक्टिभ हुन्छ।